नेपाली स्टार सन्दीप लामिछाने बंगलादेश प्रिमियर लीग बीपीएल अन्तर्गत बुधबारको खेलमा पनि मौका पाउन असफल भएका छन्। राजशाही वारियर्समा आबद्ध उनले सिलेट टाइटन्स विरुद्धको क्वालिफायर 2 को म्याचमा पनि मौका पाउन असफल भएका हुन्। यस खेलमा विदेशी खेलाडीको रूपमा वारियर्सले एक खेलाडी मात्र परिवर्तन गर्यो। उसले जिम्बाब्वेका अलराउन्डर रायन बर्लको स्थानमा न्यूजील्याण्डका स्टार केन विलियमसनलाई मौका दिएको हो। सन्दीप भने आज पनि दर्शक बनेका छन्। उनी पेलिङ 11 बाहिर रहेको 11 दिन भयो। सन्दीपले पछिल्लो पल्ट 11 जनवरीमा मौका पाएका थिए, जहाँ उनले 4 ओभरमा 21 रन दिएर महत्वपूर्ण एक विकेट लिए। त्यो किफायती बलिङका बावजुद त्यसपछिको खेलहरूमा भने सन्दीप वारियर्सका मुख्य प्रशिक्षकको रोजाइमा परिरहेका छैनन्। लगातार बेन्चमा बस्नु पर्दा सन्दीपको मनमा सायद यस्तो कुरा उब्जिएको हुन सक्छ, हैट प्रशिक्षक र कप्तानले के गरेको होला यस्तो। लगातार बेन्चमा बस्नु भन्दा बरु श्रीलङ्का गएर अभ्यास सिरिज खेल्न सन्दीपलाई समर्थकले सुझाव दिन थालेका छन्। तर पेलिङ 11 मा मौका नपाए पनि सम्झौता अनुसार पारिश्रमिक पाउने भएपछि सन्दीप पूरा सिजन सकाएर मात्र नेपाली टोलीमा जोडिने मनस्थितिमा छन्।